सम्पूर्णमा नमस्ते। मैले यो भिडियो यसरी चाहिँ टिकटकमा आफ्नै भोइसमा चाहिँ बनाएको थिइनँ र लाइभमा पनि म खासै आउँदिनँ। तैपनि आज चाहिँ आफ्नै भोइसमा चाहिँ यो भिडियो बनाऊँ र मेरो पनि केही कुराहरू यहाँ चाहिँ मैले प्रस्तुत गर्न चाहिँ खोजिरहेको छु। आजको उसमा यो सन्दर्भ के छ भन्दा कविता एउटा लेखेको थिएँ मैले। त्यो कविता चाहिँ अब कम्तीमा पनि मैले चाहिँ लेखेको कुराहरू लेखेकै पोस्ट गर्नुभन्दा मेरो आफ्नै भोइसमा मैले व्यक्त गरेँ भने अझै चाहिँ राम्रो हुन्थ्यो भन्ने हिसाबले चाहिँ मैले यो चाहिँ कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक छ मनभित्रको मौन। नदेखिने घाउ बोकेर हिँड्छु तर मुस्कानमै ढाक्छु। नदेखिने घाउ बोकेर हिँड्छु तर मुस्कानमै ढाक्छु। शब्द नभनी सही रहेछु, शब्द नभनी सही रहेछु तर आँखाभरि चित्रण सहितको कथा राख्छु। शब्द नभनी सही रहेछु तर आँखाभरि चित्रण सहितको कथा राख्छु। रोकिएको पाइलाले भित्रै बाटो बनाउँछ। छायाले थिचे पनि सपना चुपचाप फुलाउँछ। थाहा नहोस् कसैलाई तर मनभित्र शान्त क्रान्ति चलाइरहेछु। हस्त, धन्यवाद, नमस्ते।